आज सोल्डर र लेग हान्न एकदमै मजा आयो। हेलो एभ्रिबडी, मेरो नाम चाहिँ जेनिस र म अहिले चाहिँ जिम जाँदैछु। आज थियो मेरो लेग र सोल्डरको एक्सर्साइज। म जिम पुगेर गर्न थालेँ स्ट्रेचिङ, त्यसपछि गर्न थालेँ मैले सोल्डर प्रेस। स्ट्यान्ड नभएको कारणले मोबाइल कहाँ राखेर भिडियो बनाउनु पर्छ यार। सोल्डर प्रेसको 3 सेट हानेपछि मैले ल्याटरल रेजको 3 सेट हाने। त्यसपछि मैले अर्को गर्न थालेँ सोल्डरको एक्सर्साइज। त्यसपछि मेरो सोल्डरमा हल्का पम्प भयो। सोल्डर सकेर म लागेँ लेगको एक्सर्साइज गर्नलाई। लेगको लागि मैले गरेँ लेग प्रेस गरेँ मैले आज मजाले। लेग प्रेस सकेपछि मैले लेग एक्सटेन्सन गरेँ अनि हल्का सो अफ। देन त्यसपछि मैले काफ रेजेस गरेँ, मजा आएको थियो। एन्ड मैले जिम सकेर म घरतिर लागेँ। घरतिर लाँदाखेरि मलाई एउटा कुरा याद आयो, मैले किन्न थियो प्रोटिन र मैले नाइट्रोको प्रोटिन किनेँ, यो बुस्टको म्याग्नेसियम। त्यसपछि म लागेँ घरतिर। टाटा बाई बाई।